एक रकेट थियो जमिनदेखि अन्तरिक्षको लागि उड्यो, तर एकछिनमा उसको मनले मानेन उड्न। उसलाई बोर लाग्न लाग्यो। उसलाई उड्ने बेला निद्रा लाग्न थाल्यो त के भयो होला रकेट। उसको नाम रकेटबाट बदलेर कचरा बन्यो। ऊ त्यो आकाशदेखि जमिनमा खस्यो र एउटा ट्रेन थियो। उसले आफ्नो यात्रा सुरु गर्यो। एकछिनपछि उसमा भएको इन्जिनले भन्यो, के यार, म के गर्छु? डेली त्यही दिक्क लाग्ने काम, त्यही समय। उसले आफूलाई बन्द गरिदियो र फेरि इन्जिन बन्द भयो, किनकि उसलाई दिनदिनै एकै काम गर्न वाक्क लागिसकेको थियो। जब इन्जिन बन्द भयो, ट्रेन रोकियो। इन्जिनले भन्यो, अब अगाडि कसरी बढ्ने रहेछ। तर के भयो, एकछिनमा रिपेयर टिम आयो र इन्जिनलाई हेऱ्यो, फेरि स्टार्ट भयो। अन्तिममा इन्जिन बदलियो। अब के भयो फेरि भन्यो, ट्रेन त चलिहाल्यो। हामीलाई के सिक्न मिल्छ? रकेटको किस्साबाट हामी के सिक्न सक्छौँ? यदि तिमीलाई कुनै पढाइमा अल्छी लाग्न थालेको छ भने तिम्रो भाग्यको कचरा हुनेछ, किनकि तिमीले सिक्न बन्द गरिदियो भने वा तिमीलाई अल्छी लाग्न थाल्यो भने यसको मतलब अब थोरै दिनमा तिम्रो जीवन बर्बाद हुनेछ। यदि यसलाई बर्बाद हुनबाट बचाउन छ भने आफ्नो पढाइ, आफ्नो मेहनत गरी राख्नुपर्छ। र ट्रेनको किस्साबाट हामी के सिक्न सक्छौँ? यदि तिमी सोच्छौ यो काम म मात्र गर्न सक्छु भन्ने हो भने यो तिमीहरूको सबैभन्दा ठुलो गल्ती हो। यदि तिमी पढिरहेको छौ भने यो होइन कि यो दुनियाँमा तिमी मात्र एक्लै पढिरहेको छौ। यो दुनियाँमा तिमी जस्ता त हजारौँ छन् पढ्ने। यदि तिमीले भविष्यको लागि कुनै जब खाने भनी सोचेका छौ भने तिमीले त्यसको लागि आजदेखि नै मेहनत गर्नुपर्ने हुन्छ। यदि तिमी रोकियौ भने त्यो जब कुनै अरू मान्छेले पनि लिन सक्छ। ट्रेन तान्ने तिमी एक इन्जिन मात्र होइनौ, धेरै छन्। जे काम तिमी गर्दैनौ नि त्यो काम कुनै अरूले पनि गर्छन्। यदि तिमीले आफ्नो जीवन राम्रो बनाउनु पर्ने छ भने तिमीले पहिले त आफ्नो अल्छीपनलाई हटाएर आफ्नो पढाइमा राम्रोसँग मेहनत गर। अहिले तिमी जिन्दगीको एक यस्तो स्टेजबाट जाँदैछौ जुन ठाउँमा किताबबाट सिकेको हरेक कुरा, हरेक शब्द तिम्रो जीवनमा आउँछ। यो पढाइ बोझ होइन।